हेलो हेलो पेङ्कुली जी के छ खबर? ओ छोरी, ओ रोशनको छोरी, यहाँ हेर यता हेर। यहाँ चाहिँ मोमोको उयो डल्लो बनाउँदैछ मोमोको लागि रेडी हुँदैछ। अनि यहाँ म चाहिँ अब भिडियो सुट गर्नै पर्छ होइन, देखाउनु पर्यो नि होइन, सबैलाई देखाउनु पर्छ, देखाउनुलाई रेडी गर्दैछु। यहाँ चाहिँ कुसुमजी के गरेको कुसुम चाहिँ लसुन खुलाइरहेछ। यहाँ चाहिँ प्याजको यो मासु पनि हालिसकेको, यहाँ मासुहरू प्याजहरू सबै यो भइसकेको छ। यहाँ टमाटर खोर्सानी भइसकेको छ। यहाँ यो के हो यो सेतो तेल पनि भइसक्यो, तेलहरू पनि त्यसरी सबै हालिसकेको छौँ यहाँ साथीहरू हामीले। खोइ छोटो त अनि यसले काम बढाइदिएको छ हामीलाई। यहाँ राखिदिएको छु। यसको लागि पनि केही तयारी गरिदिनु पऱ्यो होइन। ऊ पनि अब मोमो पकाउनु सिक्दैछ होइन अहिलेदेखि नै, पछि गएर खतरा मोमो पकाउने मान्छे बन्छ ऊ पनि। ल अब ऊ चाहिँ सुसु गरै गर्छ कटुमै होइन। यत्रो ठुली भइसक्यो कि कटु गर्न छोड्दैन। यहाँ र ओइ पेङ्कुली के खाने? के खाने? अभि छ त्यहाँ अभि छ। यो चाहिँ मोमोको सामानहरू हो। यसरी अब यो सामान मात्रै रेडी गर्नुभयो। सबै जहीँ त्यहीँ छरेको छ अलिक सामानहरू चाहिँ। कुसुमले चाहिँ कराईमा के को लागेको नि यो तेल तताएर छ। के को लागि कुसुम? के पकाउनुलाई त्यो? यो चाहिँ अचार बनाउनको लागि अरे। जगमा पानी छैन, जगमा त्यतिकै खाली छ। छोरीको लागि हामीले सबै त्यो टाढा राख्नुपर्छ। ओ कस्तो डह्रो छ भने नि यत्रो डिल यस्तो कि भुइँमै नटेकिकन हातै नटेकिकन उठ्ने मान्छे हो क्या यस्तो खतरा। च्याहो अबे आऊ यहाँ छोरी, आऊ सुरुवाल फेर्न आऊ छिटो। यहाँ छोरीको सुरुवाल फेर्नुपर्ने अरे। मैले चाहिँ हेर्नु साथीहरू यस्तो छ। अब म छोरीको लुगा फेर्न लागिरहेछु साथीहरू। त्यसको लागि चाहिँ एकछिन पर्खिनु पर्यो तपाईँहरूले। छोरी चाहिँ बेलना मम्मीलाई दिँदैछ, उसको मम्मीलाई। अब यहाँ मोमोको लागि यो बनाउनु पर्यो नि त होइन। के बनाउनु पर्छ भन्छ? मोमो बेलेर रोटी यस्तो बनाउनु पर्यो नि त होइन। अनि ठक्क मोमोको यो हाल्नु पर्यो सामानहरू होइन। अब सबै थोक यसरी रेडी भइसकेको छ। भरे तपाईँहरूलाई सबै थोक भएर अर्को भिडियो नै हाल्नेछु। कन्टिन्यू छ है साथीहरू, कन्टिन्यू पर्खेर बस्नु होला, आउँदैछ नयाँ